नगरपालिका 2 बालकोट स्थित बसीको टोलमा श्री बालकुमारी माताको परम्परागत शैलीको मन्दिर निर्माण भइरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ। बालकोटको एक प्राचीन बस्तीको रूपमा रहेको बसीको टोललाई मध्यपुर थिमीबाट बसाइसराई गरी आउनुभएका हिरामान चप्पलछे श्रेष्ठको नामबाट हिरामान चोक वा हिरामान खलकका नामले समेत यो टोललाई चिनिने गरेको जानकारी गराउँदछु। उक्त स्थानमा परापूर्व कालमा रहेको लिच्छवीकालीन ढुङ्गेधारा सहितको फल्चा कुवा पुरिएर लोप भएको अवस्थामा स्थानीय ज्येष्ठ नागरिकहरू एवं स्वर्गीय चन्द्रलाल चप्पलछे श्रेष्ठ र उहाँको परिवारबाट बर र पिपलको बोट रोपेर उहाँकै परिवारबाट 2052 सालमा बर र पिपलको विवाह समेत गराए। 2072 सालमा यहाँ 72 सालमा बर र पिपलको विवाह समेत गराई ढुङ्गेधारा सहितको फल्चा कुवा निर्माण गरेको जानकारी गराउन चाहन्छु। त्यस पश्चात उक्त स्थानमा पर्खाल लगाएर विभिन्न देवी देवताको मूर्ति राख्ने परिकल्पना अनुसार बनाइएको 8वटा खोपाहरूमा स्थानीयहरूले कुमार, गणेश, भीमसेन, दक्षिणकाली, दुर्गा, सरस्वती, विष्णु र विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गर्दै आएका छन्। यस स्थानमा स्थानीयले नेपालीहरूकै आराध्य देव श्री पशुपतिनाथ र नेवारहरूको आराध्य देव अथवा यस टोलको आराध्य देव बालकुमारी मन्दिर स्थापना गर्ने योजना अनुरूप महादेव र बालकुमारीको स्थापना गरिएको र प्रत्येक वर्ष वैशाख 1 गते विस्केश जात्रामा बालकुमारीको रथ यात्रा गरी सोही मन्दिरमा परिक्रमा गर्दै आएको पनि जानकारी गराउन चाहन्छौँ। 2071 सालमा तत्कालीन अनन्तलिङ्गेश्वर नगरपालिका वडा नम्बर 2 का नागरिक वडा मञ्चको संयोजक रवि चप्पलछे श्रेष्ठ सहित मोहन कृष्ण चप्पलछे श्रेष्ठ र विवेक झा श्रेष्ठको संयुक्त पहलमा सोही नगरपालिकाबाट विनियोजित रु 7,75,000 को लागतमा सतल निर्माण सुरु भई त्यस पश्चात बागमती प्रदेश सरकारबाट आएको रु 15 लाखबाट सोही स्थानमा 2 तलाको बालकुमारी मन्दिरको सतल निर्माण जारी रहेको जानकारी गराउन चाहन्छु। यस क्षेत्रको विकासका लागि चन्द्रलाल चप्पलछे श्रेष्ठको पहललाई निरन्तरता दिँदै उक्त सम्पदाको पुनर्निर्माणको लागि परियोजनाकै रूपमा विकास गर्न महायज्ञ आयोजक समितिका संयोजक समेत रहनुभएका म इन्जिनियर श्रीराम चप्पलछे श्रेष्ठले विस्तृत गृहयोजना निर्माण गरेर सोही गृहयोजना अनुरूप उक्त मन्दिर परिसरमा विभिन्न मठ मन्दिर लगायतका धार्मिक संरचनाहरू निर्माण गर्ने जमर्को गरेको छु। सूर्यविनायक नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष प्रदीप कार्कीको सिफारिसमा सूर्यविनायक नगरपालिकाबाट आब 2079-80 मा रु 14 लाख र आब 2080-81 मा रु 20 लाख नगर प्रमुख वासुदेव थापाबाट विनियोजन गरेको जानकारी गराउँदछौँ। त्यस्तै आब 2081-82 मा रु 25 लाख नगरपालिकाबाट विनियोजित भएको र बागमती प्रदेश सरकारबाट रु 12 लाख विनियोजित गरी निर्माण कार्य जारी रहेको अवगत गराउन चाहन्छौँ। श्री बालकुमारी माताको मन्दिर लगायत विभिन्न धार्मिक संरचनाको निर्माणका लागि कलात्मक काठ मात्र खरिद गर्न रु 1,66 लाख र पितलको छाना छाउन 73 लाख लगाए विभिन्न संरचना निर्माण सम्पन्न गर्न कुल 3,58 लाख रुपैयाँको लागत लाग्ने परियोजनामा उल्लेख छ। परियोजना अनुरूप यी धार्मिक स्थलहरू निर्माणका लागि बजेट अभाव भएकाले मन्दिर लगायतका सबै संरचना निर्माण सम्पन्न गर्न बालकुमारी मन्दिर तथा फल्चा निर्माणार्थ उपभोक्ता समितिले 151 सदस्य रहेको श्रीराम श्रेष्ठको संयोजकत्वमा गठन भएको महायज्ञ आयोजक मूल समारोह समितिले यही वैशाख 19 गते शुक्रबारदेखि वैशाख 26 गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँदछौँ। रु 2,50 लाख रकम सङ्कलन गर्ने लक्ष्य राख्दै सुरु हुने महायज्ञबाट सङ्कलित रकमबाट 1 वर्षभित्र मन्दिर लगायतको संरचनालाई पूर्ण रूपमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी गराउँदछौँ। महायज्ञमा वृन्दावनबाट आमन्त्रण गरेको अन्तर्राष्ट्रिय भागवत प्रवक्ता श्री 1008 महामण्डलेश्वर स्वामी श्री ईश्वर चैतन्यजी महाराजबाट कथा वाचन हुने पनि जानकारी गराउँदछौँ।
महायज्ञका क्रममा 19 गते बिहान कलश यात्रा, समुद्घाटन 19 गते दिउँसो 1 बजे गरिने र वैशाख 25 र 26 गते लक्ष्यवर्तीका प्रज्वलन, सामूहिक व्रतबन्ध, पीडादान लगायतका कार्यक्रम समेत रहेको जानकारी गराउँदछौँ। यस धार्मिक महायज्ञको समाचार सम्प्रेषण, प्रकाशन, प्रसारण गरी महायज्ञ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरूलाई हार्दिक अनुरोध गर्दै नयाँ वर्ष 2082 सालको नयाँ वर्षको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै आजको पत्रकार सम्मेलनमा सहभागी भएकोमा सम्पूर्ण पत्रकारहरूमा धन्यवाद समेत व्यक्त गर्दछौँ। धन्यवाद।